घण्टा ढिलो होला, फेरि उहाँ पनि उहाँहरू स्वयंजना हुनुहुन्छ र भोलि गण्डकीको तटमा 18 अध्याय नै गीताको पाठ गर्नु पनि एउटा अद्भुत कर्म हुँदैछ र म धेरै यसलाई लामो नभनिकन यस्तो यो कार्यक्रम अझै भए हुन्थ्यो, यो गर्नुपर्ने थियो। सबैले यहाँ आउनुभएका आचार्य चरणहरूले यहाँले भनिरहँदा यो शास्त्र चिन्तन 4-5 दिनकै राख्नुपर्ने रहेछ, तर समय अभाव हो, हामीलाई पनि थाहा भएन। यस्तो कार्यक्रम पूर्वमा 2-3 वटा भएका थिए। स्वयं दीपक गुरुज्यूले धेरै कुराहरूको निर्णयहरू पुरुषोत्तम गुरुदेवहरूसँग बसेर यस्ता कार्यक्रमहरू भए। काठमाडौँमा पनि त्यो आवश्यकता रहेछ र यो आवश्यकता भएको कुरो थाहा भयो र आज हामीले यो कार्यपत्र अब कार्यान्वयन भएतर्फको लागि हामी लिएर जाँदैछौँ, जसको लागि आज नै भगवान प्रसाद खतिवडा गुरुदेव उहाँको यो योगदान समग्र हाम्रा आचार्य चरणहरूले दिनुभएको यो त्यागले हामी यहाँसम्म आइपुग्यौँ। अब यहाँबाट के थाहा भयो भने आगामी दिनमा हामीले अझै यो कथाव्यास समाजले यस्ता कार्यक्रमहरू चाहिँ यस्ता विद्वानहरूलाई शास्त्रका स्वयं मूर्तिमान गुरुदेवहरूलाई ल्याएर समाजमा भइरहेका कुराहरूको निर्णय हामीले यहाँबाट केही कुराहरू जस्तो 100 प्रश्नहरू होला, कमसेकम एउटा यस्तो सभाबाट कमसेकम 5 वटा प्रश्नको पनि मुख्य समाधान हुन सक्यो भने त्यो कुराहरूको विज्ञान समाज हुने रहेछ। र गुरुदेवहरूको आजका बाणीहरूबाट हामीले के थाहा पायौँ भने यदि हामी गुरुहरू, पुरोहितहरू, कथाव्यासहरू, पण्डितहरू समाजमा यदि धर्मशास्त्रका कुराहरूलाई फलो गऱ्यौँ भने हाम्रो बाणीमा तेज, हाम्रो बाणीमा प्रभाव, हामीले दिएको आशीर्वाद तब फलीभूत हुन्छ। गुरुदेवहरूले आज जो हामीलाई यो उपदेश दिनुभयो र यी कार्यपत्रहरूबाट हामीले चिन्तन चर्चा के गर्यौँ भने स्वयं हामी आफू नै दर्पण हो एउटा समाजका। हामीले लुकीछिपी कर्म गर्दै हिँड्यौँ, त्यसको फल दोष त स्वयं भागीदारी बन्छौँ, तर राम्रो कर्म गऱ्यौँ भने हामी स्वयं ऐना हौँ। हाम्रो व्यक्तित्वलाई हेरेर, हाम्रो आदर्शलाई हेरेर पनि समाजले ती कुराहरूलाई फलोअप गर्छ। गुरुदेवहरूले आज ती बाणीहरू दिनुभयो। यस्ता कार्यक्रमहरूलाई अत्यन्त सहज रूपमा हामी आगामी दिनमा समय छ कुनै यस्तै अस्तको समयमा पराएर हामी चर्चाहरू गर्नेछौँ र दीपक गुरुजीले केही कुराहरू गर्नुभएको छ। सम्पूर्ण हाम्रा गुरुप्रसाद गुरुदेव गुरु सम्पूर्ण गुरुदेवहरूले पनि जुन चर्चा गर्नुभयो, देवमणि गुरुदेवहरू समय सान्दर्भिक छन्। अझै यसमा हामीले चर्चाहरू पनि व्यापक रूपमा गर्दै जानुपर्नेछ। एउटा कुरो यो केश मुण्डनको कुराहरूमा चाहिँ धेरै आनन्द पनि आइरहेको छ आफूलाई पनि। केही वर्षदेखि मैले एउटा ऋषि परम्पराले 18 पुराण भने केश मुण्डन गरेँ, अनि त्यो देखेर पनि अहिले कथाव्यासको अध्यक्ष भए मलाई यो सङ्घ संस्थामा नबसेको मान्छे महिनामा 4 पुराण भन्दै जानु परेको छ। 4 ठाउँमा केस काट्दा चाहिँ अलि हैरानै हुन थाल्यो। 4 ठाउँमा अहिले यहाँ के पढ्यो भने समग्र केसमा चाहिँ पाप कहाँ गएर बस्छ अरे त भन्दा हामीले सत्कर्म गर्न आँट्यो भने गुरुदेवले यहाँ लेख्नु भएको छ, मैले पढेँ। शुभ कर्म गर्न लाग्छ एउटा जजमानले, कयौँ वर्षदेखि यज्ञ गरेको हुँदैन, बल्ल बल्ल पुराण लाउन हाट्छ उसले, अनि उसका पापहरू ब्रह्माण्डमा भएका पापहरू चाहिँ केसमा गएर बस्छन् अरे, अनि केस पनि फालेर उसले यज्ञ गर्नुपर्छ। अब हामी त सारा महिनामा 4 पुराण भन्ने गुरुजीहरू धेरै हुनुहुन्छ। यस कारणले गर्दा फलको रूपमा एउटा कर्ताले दीपक गुरुजीले समय सान्दर्भिक प्रश्न पनि उठाउनु भयो। अब म आफै पनि हैरान हुनेवाला छु। महिना दिनमा 4 वटा पुराण भन्दै गर्दा केस काट्दाखेरि समय हुनुसम्म काटिँदैछ। तर के भने हामीले महिनामा 4 पुराण भने पनि 20 वर्षमा एउटा मात्रै पुराण कतिले लगाएको हुन्छ, कतिले लगाएको हुँदैन। त्यसैले फल पाउने इच्छा भएको हुनाले उसले चाहिँ त्यो अनुष्ठानमा बसोस् भनेर पुरुषोत्तम गुरुजीले भनेको कुराहरू सान्दर्भिक कुरा पनि गुरुदेवले दिनुभयो। यसमा अझै हामीले चर्चा गर्नुपर्छ, किनभने युवा पुस्ताहरू पनि उदाउँदैछ, काट्नै पर्छ। अब त्यहाँ 3 तोला दान गर भनेको छ, जजमानले गर्न सक्छ त सुन। त्यहाँ सबै कुराहरू महात्म्यमा भएका पुराण श्रवण विधिमा भएका नियमहरू सबै पालना गरेर नसकेला कति कुराहरू चाहिँ विद्वान गुरुहरूले दिनुभएका यस्ता निर्णयहरूलाई पनि हामीले लिएर जानुपर्छ। र आगामी दिनमा यहाँबाट हामीलाई हाट मिल्यो, हामीलाई हौसला मिल्यो। गुरुदेवहरू सबैजनाले यो कार्यक्रम अझै लामो हुनुपर्थ्यो, कम्तीमा 3 दिनको हुनुपर्थ्यो भन्दा हामी कुनै समयमा अस्तको समयमा फेरि पनि यस्ता कार्यक्रमहरू गर्नेछौँ र हजुरहरूका प्रश्न यहाँबाट समाजलाई पनि बोलाउनेछौँ। अब हामी पण्डितहरू मात्रै होइन, सारा समाजलाई बोलाएर उहाँहरूका पनि प्रश्नहरूको उत्तर दिने हामी यो कार्यक्रमहरू राख्नेछौँ। हजुरहरूको आशीर्वाद मिलेको छ। आजको यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनुहुने दीपक गुरुले समय दिनुभयो। सम्पूर्ण गुरुचरणहरूले प्रमुख अतिथि पञ्चाङ्ग निर्णायक समितिबाट स्वयं गुरुदेव आइदिनु भएको छ। यस कारणले गर्दा सबै वचनहरू सबैका पुरा लिन सकिएन। आजको व्यवस्थापनको लागि म क्षमा प्रार्थी छु। गुरुदेवलाई 7 बजे त्यहाँ पुर्याउनु पर्ने हुनाले र म आफू पनि स्वयं सँगसँगै लागेर जानुपर्नेछ र हाम्रा कार्य समितिका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै यो कार्यक्रमलाई सफल बनाउनको लागि रामकृष्ण गुरु, राघव गुरु, मैले त अघि हप्काएँ पनि हप्काउँछु पनि, एउटा
त्यो एउटा अपनत्व पनि नाताले नै हो। यी कुराहरू गर्दै सबैलाई धन्यवाद र सबै प्रसाद ग्रहण गरेर गइदिनु हुनेछ आजको कार्यक्रमबाट। अब हामीलाई अझ यस्ता कार्यक्रमहरू शास्त्रीय चिन्तन मन्थनका कुराहरू हामी जानेछौँ भन्दै यो कार्यक्रम आजको विद्वत सभा हजुर उपाध्यक्ष हाम्रो बालकृष्ण गुरुङ हामी सँगै नै अब हामी सिधै गाडीमै अब 2 शब्द पनि हजुरहरूसँग बोल्ने समय भएन। 100 जना गुरुदेवको स्वागतको लागि हुनुहुन्छ र आज समय दिनुभयो। हामी सबै हाम्रा विद्वान प्रतिमूर्ति हाम्रा शास्त्रका मूर्तिहरू स्वयं निर्णयशील हुनुहुन्छ। यस्ता विद्वानहरूलाई नमन गर्दै आजको कार्यक्रम यही समापन भएको म जानकारी गराउँछु। जय श्री राधे। ओम नमः शिवाय।